जमुनहा चिसापानी सडक खण्डको अतिक्रमित संरचना हटाउन 30 दिने अल्टिमेटम नहटाए डोजर चल्ने पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक विभागको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन नेपालगञ्जले जमुनहा नेपालगञ्ज कोहलपुर चिसापानी सडक खण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन 30 दिने अल्टिमेटम जारी गरेको छ। कार्यालयले सार्वजनिक सडक ऐन 2031 को दफा 3 क र दफा 19 अनुसार राष्ट्रिय राजमार्गको तोकिएको सडक सीमाभित्र कुनै पनि स्थायी वा अस्थायी संरचना निर्माण गर्न नपाइने उल्लेख गर्दै 30 दिनभित्र अतिक्रमित संरचना हटाउन निर्देशन दिएको हो। कार्यालयका अनुसार कर्णाली राजमार्ग अन्तर्गत जमुनहादेखि चिसापानीसम्मका विभिन्न स्थानमा सडक सीमा अतिक्रमण हुँदा सडक दुर्घटना बढ्दै गएको भन्दै पहिलो चरणमा सडक सीमा खाली गराउने अभियान सुरु गरिएको हो। सूचनामा घर, छज्जा, टहरा, छाप्रो, खोका, ठेला, होर्डिङ बोर्ड तथा निर्माण सामग्री लगायत सडक सीमाभित्र राखिएका सम्पूर्ण अनधिकृत संरचना हटाउन भनिएको छ। जमुनहादेखि गणेशमान चोकसम्म, कारकाँदो चोकदेखि कोहलपुर बजारको चैनेज 20+900 सम्म तथा इलाका प्रहरी कार्यालय नजिकको 21+750 देखि चिसापानी बजारसम्म सडकको केन्द्र रेखाबाट दायाँ बायाँ 25/25 मिटर क्षेत्र सडक सीमा तोकिएको छ। यस्तै गणेशमान चोकदेखि कारकाँदो चोकसम्म र कोहलपुर बजारको 20+900 देखि 21+750 सम्म दायाँ बायाँ 21/21 मिटर सडक सीमा कायम गरिएको छ। कार्यालयले तोकिएको समयभित्र संरचना नहटाइए सार्वजनिक सडक ऐन अनुसार डोजर लगाएर हटाइने तथा त्यस बापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी समेत दिएको छ।